यो भिडियो हेर्दै गर्नुभएको सबैजनालाई नमस्ते। म चाहिँ आज एकदमै र्यान्डम कुरा गर्नको लागि यहाँ आएको छु। मसँग कुनै स्क्रिप्ट पनि छैन, केही पनि छैन। अनि यसो सोच्दै गर्दाखेरि मैले सोचेँ कि हैन आफूले सोचेको कुराहरू आफै नै आज व्यक्त गरौँ न यो भिडियो मार्फत भनेर म यहाँनिर आएको छु। हामी सबैको लाइफमा एउटा कुरा कमन हुन्छ। धेरै सोच्ने, त्यो काम कहिले गर्ने, कसरी गर्ने भनेर सोच्ने, तर त्यो चाहिँ स्टार्ट चाहिँ कहिले पनि नगर्ने। अनि म पनि त्यही क्याटेगोरीको मान्छे हो। धेरै सोच्ने, यो गर्छु त्यो गर्छु भन्ने, कहिले चाहिँ म आफ्नो भिडियो आफै बनाउँछु भन्ने सोच्ने तर कहिले पनि नगर्ने। तर फाइनली आज मैले क्यामेरा अगाडि राखेर बोल्न गइरहेको छु। मैले आफ्नो फर्स्ट भिडियो आफै बनाउन गइरहेको छु। मेबी तिमी पनि यो भिडियो हेरेर सोचिरहेको छौ होला कि म पनि कहिले स्टार्ट गर्ने हो भनेर। यदि तिम्रो त्यस्तै खालको फिलिङ छ भने ट्रस्ट मी, आजै मोबाइल अगाडि राख, आज नै बोल्न सुरु गर, यु क्यान डु इट। मैले त सकेँ भने तिमीले किन सक्दैनौ? भिडियो बनाउँदा पर्फेक्ट हुनुपर्छ भनेर सोचेर बस्यो भने त्यो दिन कहिले पनि नआउने रहेछ। त्यही भएर मैले आज क्यामेरा अगाडि राखेर भिडियो बनाउन गइरहेको छु। यसमा मेरो स्क्रिप्ट पनि छैन, केही पनि छैन। न त मेरो एडिट मिलेको होला, न त मेरो बोलेको ढङ्ग मिलेको होला, केही पनि मिलेको छैन। त्यही पनि यो नै मेरो फर्स्ट ट्राई हो, फर्स्ट एटेम्प हो है। स्मल स्टेपले नै ठुलो चेन्ज आउँछ। मेरो यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो प्लिज सपोर्ट गरिदिनु होला, मोटिभेट गरिदिनु होला। र केही कमी कमजोरी छ भने प्लिज कमेन्ट गरेर मलाई सल्लाह दिनु होला। आउँदो भिडियोमा म त्यसलाई अझै पनि इम्प्रुभ गरेर अघि बढ्नेछु है त। त्यति भन्दै आजको भिडियो यहीँ समाप्त गर्छु। थ्याङ्क यू, बाई बाई।